भिडियो बनायो ल सर के खाँदै हुनुहुन्छ रे आज हजुरले? के अरे भन् त भाइ भुटेको भात दाइले अरू के खान्छ भुटेको भात ल के अरे अङ्कल yesterday पकाया भात नहीं डालना नहीं प्रॉब्लम हो गया अच्छा ऐसे भी कुक अच्छा डालना भाई अच्छा मैं भी इंडियन कुक है मैं टेस्ट आपके पास दही है भैया दही खाने वाला आदमी इधर है अच्छा 4 ग्लास दही भी दे दो डिजन भाइले आज हाम्रो मेरो भ्लगमा स्वागत मैले गर्नै पर्ने हुन्छ र डिजन भाइ बिना फेरि हाम्रो आजको इन्डियन फुड पनि अधुरो हुनेछ हामी इन्डियन फुड यहाँ डिजन प्यारो भाइ आएको छ आज चाहिँ उसले चाहिँ के खाने हो उसको मेरै हो भाइ भनिरहेछ है उसले नै गर्छ आज हाम्रो के भन्छ त्यो स्पोन्सर हाम्रो इन्डियन रेस्टुरेन्टको बिलको स्पोन्सर हुनुहुन्छ अमेरिकामा यस्तो हुन्छ बादल हेर्नुहोस् त्यसो पनि नभन्नुहोस् यो फेरि त्यसो भने पनि मलाई अलिक राम्रो बुझ्नुहोस् न यहाँ हजुरले किरण दाईको यो घर हो एउटा होइन यसो घाम ताप्दा आउनु पऱ्यो भने हामीलाई बिहानै घाम लाग्छ कि 8 बजे डिजनको एउटा गीत सुन्नु पऱ्यो डिजन एउटा काम यहाँ यस्तो यो सिचुएसनमा पनि गीत गाएन भने चाहिँ त अब के भाइ भन्ने यार मेरो गीत परेन आफ्नो जुन गीत लगाउँछु त्यही अल गुड डिजन गाउँछ एउटा गीत प्लिज ये त आएको थियो कि यहाँ थियो योभन्दा अघि जानु पऱ्यो अब आज छैन भोलि छैन पर्सि झन् के माडा हुन्छ राम्रो क्या कस्तो रिसिभ गरेर गीत गाएको गोल्फ खेल्ने ठाउँ हो कि हरियाली छ त के हो यार डिजनको गीत सुन्न लाग्यो यस्तो नेपालको मन बुझिरहेको छ कि प्लिज वान मोर भाइ फेरि गाना एउटा मेरो चिन्छौ र राम्रो छ त्यो के मलाई चिन्छौ र भन्नु के घर मेरो चिन्छौ र मायाले के मलाई चिन्छौ र माया जान भन्छ म भन्ने गीत हरियाली त बहुत हरियाली छ त आज हामी सकुशल फर्क्यौँ के अरे अब भोलि अब खासमा आज नि धराम भाइ हो आजको काम त टोक्ने के गर्नु सन्डेको दिन पनि त्यो असम्भव कुरा होला सम्भव हुन्छ भन्ने हाम्रो चाहिँ फेरि कहाँबाट फर्केर आयो भन्नु होला हामी चाहिँ उता एउटा त्यो टेन्डर गरेको थियो कि हाम्रो सानो त्यो ग्रिन कार्ड बाँध्ने ठाउँबाट त्यो ग्रिन कार्ड बाँध्ने ठाउँबाट फर्किँदै हुनुहुन्छ उहाँहरू तल्लो बाटो हेरेर आएको डाका रहेछ नि एक दुईजना उनीहरूलाई चाहिँ अनि यसो राम्रो सजेसन दिएर आएको छौँ आउनु पऱ्यो नि त हाम्रो जस्तो आइल्स पिटी गऱ्यो 10मा 8.9 समथिङ ल्याउनु भएको हाम्रो किरण दाइले डिजनले कति ल्यायो 8.1 म त केही नि म त पढाइमा त जस्ट पास है म चाहिँ फेरि 6 क्लास पढेको हो यो के लेखा छ यो बोर्ड त डिजन भाइ अगाडि यो के लेखा छ यो जू ए जूमा जानु त ल जूमा जाने जस्तो कपडाहरू हुन्छ झम्के जाम लामो त के गर्नु जाने हो त नि अहिले काउन्टमा अलिकति जुतिर कता कता मार्दैन यो जू हो क्या यो जू हेर्नु सान एन्टोनियोको जू नजाने जुमा त्यस्तो जूको छेउमा आएर होइन मलाई कसैको त्यो प्रति त मलाई कुनै पनि छैन साउनु कति छैन मलाई त स्पेसल इन्डियन खाना त्यो भन्दा नि भन्दा एउटा बुढाले त ल्याम गाडी हो डाउन सानोतिनो क्यामेराम्यान पनि हौ अब हामी अर्को भिडियोमा है त हामी एकछिन अर्को yesterday पकाया भात नहीं डालना नहीं प्रॉब्लम हो गया अच्छा ऐसे भी कुक अच्छा डालना भाई अच्छा मैं भी इंडियन कुक है मैं टेस्ट करेगा अच्छा अर्डर गर्नु न राम्रोसँग अरू के चाहिन्छ त्यहाँ आपके पास दही है भैया दही खाने वाला आदमी इधर है अच्छा 4 ग्लास दही भी दे दो वन पनीर वन पनीर भी दे दो क्या है साग पनीर थोड़ा और भी मंगाओ यार आइस लेवल क्या है आइस वाला आइस वाला हो क्या त्यो त
के पनिर खाने रे दुईटाले चिल्ली पनिर यार अरू बुझ्नुहोस् यार हजुर यार अनि यो के नान खाने हो एकै दिनमा क्या सबै अनि खानु त एउटा न। लाइक बिरयानी भयो भने त फुलै भइहाल्छ नि हुँदैन पुग्दैन त्यो मलाई थाहा छ और कहाँ छ त एक डोसा खाउँ न त होइन एक डोसा डोसा एक डोसा खाएर चाहिँ ठिक हुन्छ यार एकदमै एक्साइटेड छ अब अनि यता हाम्रो आदि दाइ हामी ठिक छौँ अब चाहिँ मेनु सेटअप भइसक्यो मेनु सेटअप भइसक्यो अब अर्डरको वेटिङमा हामी वेटिङमा छौँ एउटा चाहिँ उता रेस्टुरेन्ट कहाँ कहाँ गयो हामीले त्यसलाई भन्छ रेस्टरुम गयो खान जहाँ गयो नि गयो खाने यार गएको कुरा नगरौँ हामी अहिले आदि छौँ हामी छौँ सो भोला किन्ड गरिदिनु भिडियो अनि के त अडियो त मेरो त अडियो त रेकर्डै हुँदैन नि मलाई पनिर हो साथीहरू यो चाहिँ हामी दुई भाइले खान्छौँ त्यो दुईवटा सलाद खानु है मलाई धेरै नाटो गरेर जस्तो लाग्यो किनभने यो हो कि यो पनिर अब नाटक म अब नाटकसँग सामेल हुन सकिन्छ युट्युबमा आउँछ भने लाग्यो नि चम्चातिर ताप्न पानी खानु पानी पानी पनि खानु हात देखाएको अङ्गल यो पानी पनि भोलि पानी म यता त्यो भाइले मलाई डिस्टर्ब गरेर खाने कुरा यो डोसा यस्तो दामी हुँदो रहेछ है अन्डा हालेको छु भाइ राम्रै हो त्यो सबभन्दा त चटनी ठिक रहेछ यो So there's not really a lot of issues there with their patients. They just come in, they get seen, get taken care of. So I believe that's the biggest impact that we've had in our practice. Patients are still seen and taken care of. And it's done in an efficient manner and time. It's cut down on our wait time. त्यति त खाइहाल्छ जाने त्यस्तै छ यो हजुरको पकाउनुमा यो यो खाना बनाखाने अलरेडी बेला मसला हुन्छ क्या सबै स्टकमा झ्याममा क्या मसलीहरू यो कति दिनदेखिको मसला होला है र यसको नाम के अरे डोसा 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 यो अन्डा डोसा हो क्या पहिलोचोटि हो मैले त खाएको यार मिठो यो अन्डा हालेर खाइदिएको थिएन अन्डा नहालेकै खाइदिएको थियो कि डोसा अन्डा हालेर बेस्ट मुम्बईमा हुँदाखेरि मैले त्यो याकी सिड्नेवाला खान्थेँ क्या सबै शाहरुख खानसँगको त्यो त्यो होइन एउटालाई ढोसाले लगाऊ घोसै बनाउनु लागि है होइन हातले खाने बानी परेपछि होइन क्या यो खुर्सानी नै के भयो त्यो पिरो लाग्छ चिल्ली चिकन जस्तो रहेछ अर्को चम्चा छैन गरौँ न नै क्या यो यसलाई क्या भन्दा अब राम्रो
हो यही बोले झन् झन् राम्रोसँग हाल्छु अगाडि राख्छु यो ट्याक्क टुक्रो के राख्छु बिरयानीलाई स्पेस बचाइरहेको छु यार सही पनि यार मैले बिर्सेँ जाँदाबाट यार बिरयानी त आफ्नै भातको तागेर खान्छ जति दबाई राखेको छविलाल कुरा गर्छु नि बिरयानी तपाईँले कहिले खोलिदिनु नि तर्का यहाँ तपाईँले अर्को सेयर गर्नुपर्छ ठिकै छ झन् मैले त्यो बन्द गरिदिनु एकछिन एक पुस्तालाई बिरयानी कति बनाउनु त्यो आउँछ त्यही भएर मैले किलिक मात्रै सिक्नु त त्यो जाउँदा भयो त्यो रातोलाई त्यो अहिले यताको त्यही बिरयानी त्यही दाइले अरू के खान्छ भुटेको बाद ल के अरे अङ्कल बिरयानी आज हामी इन्डियन रेस्टुरेन्टमा बिरयानी मटन बिरयानी खाने कोसिस गर्दैछौँ यो सायद नवराज्यको पहिलो पटक हो त्यही भएर एकदम ह्याप्पी हुनुहुन्छ त्यसरी थाहा हुन्छ अरू कसैले खाएको छैन सुरुमै खान लागिजानु भयो मेरो चाहिँ यो सेकेन्ड टाइम हो तपाईँ त मलाई लाग्छ रुम छोडेको पनि पहिलोचोटि हो यो चाहिँ सेकेन्ड त्यसैले यो चाहिँ तपाईँको लागि नयाँ भयो विगतमा धेरै पहिला खाने 10-15 वर्ष अङ्कलको के हो त म पहिला एकचोटि हाल्थेँ यो रेस्टुरेन्टमा यहाँ त म लगभग 6 चोटि जति आएको छु म चाहिँ खासमा बिरयानी चाहिँ मैले नै पकाएँ अहिले छिटो खाएर त्यहाँ अरू अर्डर गर्न जानु छ म हो यो जोइन गर्नु पनि मिल्छ क्या यता पनि एउटा नखोलाउनु है नवरात्र मैले एउटा बच्च मलाई धेरै भइसक्यो नवरात्र नाइ भन्छ भनेर भइरहेको छ क्या आयो ताउलानु कसले ल्याइन्छ भात हामीलाई ताउलानु यो त बिरामी चल्दै दैनु पनि प्याज के आयो नहुने भन्दै धान त यहाँ कहीँ सिकिन्छ नि At Bob Evans, we're so committed to making delicious buttery baked mashed potatoes, we started speaking in different languages. That means कति मात्र अझ 2 वटा गर्छु नि fresh potatoes for a mashed baked. That one speaks for itself. रिजन भाइ त पहिलोचोटि रमाइलो भइरहेको नि त बाहिर घुम्दाखेरि Bring up the Bob. त्यस्तै भयो भने के गर्नु
अलिअलि हामीलाई पैसा ट्रान्सफर गर्नु है बोल्नुभन्दा मलाई सोचेर बोल्नु म भिडियो चाहिँ बनाएर आउँदा अर्डरमा अर्डर पेपरमा मासु मात्र खान्छ भात त हुन्छ सबै त्यो पारेको मासु बेसी भइरहेको बिरयानीको लागि भन्थ्यो त थाल्दा यो उठ्ने टाइम यो उठ्ने होला र यता हल्का रस्ताउने होला उठ्ने त 1 बज्यो मेरो होइन हौ उहाँको ए अङ्कल मेरो डाइरेक्ट चलेको मेरो पनि 500 पैसा Udah baca teman lah kita. Iya, pakai gini lah, boy. पैसा माइनस बनाउनु के भन्दैन बिरयानीको लागि खाली ठाउँ छ भन्दैन त बिरयानीको लागि थाल भने त सदा कहिले त साइड लालिन्छ उसले युज गरेर खाँदा मैले युज गरेँ नि मैले त हजुरको तपाईँबाट खासमा यो हजुरकै डिसिजन हो एउटा राख्नु भन्ने मलाई त त्यही 4 जना होइन मलाई त छुट्टै प्याकिङ गरेर लगिदिउँ भन्ने मेरो त ग्रुपमा यस्तो निच सोच भएको केटाहरूको सङ्गत छ अनि कमललाई है ती यदि यो भ्लग हेर्नु भएको छ भने चाहिँ कम्प्रोमाइज गर्नु होला खाना त सबै छुट्टै 1 ताउलो हजुरको लागि छ है 10 ताउलो यो हजुरको लागि त्यो काउन्टरसँग लिन दिन्छ नि त खानालाई नदिन्छु बोल्दै दिन्छु होला कि ताता त उम्रिरहेको आज त प्लिज भनौँ न म त हेरेन नि त भन्नाले मात्रै त्यसले अन्त 36 जनाले हेरेर चाहिँ त्यो पनि थाइल्यान्ड गयो नि कहाँ गयो
यसरी केही लाग्नु सक्दैन एकदम म खतर हुन्न कलर गर्न अलि जान्दैन हैन लागि सक्दैन जतिवटा घेरा छ नि यतिले बनेको भएको कति चाहिँ इम्पोर्टेन्ट छ भने नभएको धेरै बोल्दैन त्यही खानेबाट मैले इन्डिङ गरेँ क्या तपाईँले भनिसकेको फेरि अर्डर गरेर पनि सोध्ने काम गर्छ सँगै तँ अगाडि आएछ त्यो बुझ खाना नलिकन लगाएर यहाँ खालि भाँडो ट्याङ धुन्छु बाहिर त्यस्तो होइन नि भाइ यस्तो राम्रो यस्तो राम्रो भन्नाले कुनै चिज पनि खानु केसम्म चाहिँ हेर नपाएको खाना चाहिँ अब खाना चाहिँ बेस्ट छ यदि हजुर यो ठाउँमा आउन चाहनुहुन्छ भने बसपातकोदेखि तेस्रो गल्ली छिरेर त्यो सामापसीदेखि हल्का टर्निङ दिएर त्यो आर्मी क्याम्प यहाँ भन्यो भने त गइदिएर दिइराख्यो मेरो सब्सक्राइब चाहिँ त्यो चाहिँ हेर्दा त हो भ्युवर्स चाहिँ उनीहरू हेर्दा यो बनाएर त्यो चाहिँ सम्मपछिबाट कति गल्लीभित्र गरे तेस्रो नवराज खाजा गरे तेस्रो गल्लीबाट त्यो विष्णुपति नदी छ त्यही गएर हाम फाल्नुपर्छ अनि भेटिन्छ अगाडि बढाउँदै त यो खास हड्डी होइन बढाएर हिँड्दैन किन अगाडि बढाउनु भने त त्यही तैँले अगाडि किन बढाएर आएन भन्छ मैले जति त अगाडि मेरोमा आएको थियो हो कि अगाडि हात हालिहाल्यो अगाडि किन बढाएन भने त दाइ किन बोल्नु नयाँ युट्युबर आफ्नै च्यानल भने त ध्यान गऱ्यो त हड्डीमा रहेछ कहाँबाट हुन्छ च्यानलमा प्लिज यार बनाऊ मलाई खाना पनि घुमेर माइदा पहिलोपटक गएको सासु आमाले केही राम्रो मान्दैन हात फाल्नु पहिलोपटक टेस्टी भनेर एकचोटि पहिलो बिहेमा मलाई थाहा थियो सेकेन्ड बिहेमा यस्तो कुराहरू अनुभव भयो थर्ड बिहेमा नै सबैलाई सिकाउँदैछ ल गाइजहरू केही भन्नु छ केही भनिदियो त भाइ कमलमा मलाई के अरे यो अर्डर गरेर होइन मैले यस्तो भयो क्या सुरुमा हेर्दाको पनि थोरै खाएँ सिङ्गै पनि खाएँ र त्यो यताबाट अल्दै खाएँ त्यो त यसको मतलब मैले धेरै अब कहिले गर्ने मलाई चाहिँ अर्जेन्ट फोन आउला जस्तो आउला जस्तो भइसकेको छ डल्लो बनाऊ अगाडि त्यो डल्ला त मेरो जे साथी मैले भयो म चाहिँ साइड गाडीतिर गएर कहाँ होला अब लुक्ने ठाउँमा मलाई एकदम फेरि मोमेन्ट गर्नु जस्तो लाग्यो भाइ खानपिन त्यस्तै भयो नि त
अङ्कलको कुरा गरेर हाम्रो पेट दुखिहाल्छ होइन म होटलतिर खाना खाँदै यार कति भयो टाइम छ निद्राबाट म त निद्रै पुगेँ जान्छ यहाँ सबै कस्तो राम्रो बन्छ यहाँ आज चाहिँ बन्द छ नेपाली के अरे नेपाली साथी पनि हो होइन त्यो त यहीँ बस्ने हो नि हामी यहाँ बिल लिएर आउँछ कि